हेलो गाइज, गुड मर्निङ। कहाँ जाँदैछौँ त भन्दाखेरि हामी चाहिँ गुफा पोखरीसम्म पुग्नेछौँ र हामी बिचबिचमा तपाईँहरूलाई अपडेट दिने नै छौँ। अन्तिमसम्म हेरेर हामीलाई साथ दिनु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर टङ्ग घन्टी बजाउन नबिर्सिनु होला। ल, यो चाहिँ सिधुवा बजार हो धनकुटाको। तपाईँले यो काउलीको प्रतिमा देख्नुभयो भने तपाईँले ठ्याक्कै अब याद गर्नु होला यो सिधुवा बजार हो भनेर। र यो प्रतिमा हुँदै हामी अगाडिको बाटोमा बढ्यौँ भने हामी बसन्तपुर तेह्रथुमसम्म पुग्नेछौँ। र हामीले चाहिँ सिधुवा बजारमा पेट्रोल हाल्न लागेको है। 160 रुपियाँ लिटर रहेछ यता पेट्रोल। अब हामी चाहिँ टक्क यहाँ फुल गर्छौँ। अहिले बसन्तपुर बजारमा आइसकेको छौँ। यो चाहिँ पूर्वको एकदमै प्रसिद्ध पर्यटकीय स्थल हो है। लालीगुराँसको राजधानी भनेर चिनिने तिनजुरे मिल्केर जलजले जाने चाहिँ यो गेटवेको रूपमा हामीले चाहिँ यो बजारलाई लिन सक्छौँ। बसन्तपुर बजारबाट अलिकति हामी 1 किलोमिटर जति अगाडि आएका थियौँ। यहाँ चाहिँ हामीले दुईवटा बाटो भेटायौँ। यो तलको बाटो जुन लाइनिङ गरेको छ, रोड मार्किङ गरेको बाटो, बाइक आउँदै गरेको बाटो चाहिँ म्याङ्लुङ, तेह्रथुमको सदरमुकाम म्याङ्लुङतिर जाने हो भने यो माथितिरको यो जुन बाटो छ यो बाटोबाट चाहिँ हामी चाहिँ सङ्खुवासभाको सदरमुकाम खादबारी जाने बाटो हो। र यही बाटो हुँदै हामी टुटे देउरालीसम्म पुग्छौँ। र टुटे देउरालीबाट चाहिँ खादबारी जाने बाटो उता छुट्छ भने हामी जाने उता तिनजुरे जाने र गुफा पोखरी जाने बाटो चाहिँ अर्कोतिर छुट्नेछ। र तपाईँहरू पनि ट्राभल गर्दै हुनुहुन्छ भने चाहिँ इन्फर्मेटिभ हुनसक्छ यो भिडियो। तपाईँहरू यहाँ पुगिसकेपछि तपाईँहरू चाहिँ लेफ्टतिर चाहिँ लाग्नु होला। सर, हामी कहाँ छौँ अहिले? यो देउराली तिनजुरे, यो देउराली भन्ने ठाउँमा छौँ ठ्याक्कै। तिनजुरेको देउराली ठाउँ ठाउँ नै ठ्याक्कै थाहा छैन। खाना हामीले त्यहाँ भनिसकेका छौँ। त्यहाँ हामी तपाईँले भनेकै होटलमा जाँदैछौँ। ठ्याक्कै खाना भनिसकेका छौँ। त्यही भएर यसो यहाँ घुमेर हो। हामी चाहिँ सरले अब देउराली भन्नुभयो, हामी चाहिँ खास गरी टुटे देउराली भन्ने ठाउँमा छौँ होइन। हामी आएको बाटो चाहिँ यो हो है। हामी अघि यो बाटोबाट आएको। अब यो बाटोबाट आउँदै गर्दाखेरि यहाँनिर पनि एउटा दो बाटो भेटिन्छ, हेर्नुहोस् है ठ्याक्कै। हामी चाहिँ अहिले एकछिनपछि यहाँबाट हिँडेर हामी 2820 मिटरको हाइटमा रहेको गुफा पोखरीमा पुग्नेछौँ। अब यहाँ चाहिँ दुईवटा बाटो, एउटा यता भयो। यो बाटो चाहिँ यो चाहिँ सङ्खुवासभाको मुडे, धर्मदेवी नगरपालिकाको मुडे हुँदै यहाँबाट चाहिँ हामी खादबारी, सङ्खुवासभा खादबारीतिर जाने बाटो भनेपछि यो चाहिँ तिनजुरे मिल्के जलजले क्षेत्र लगायत हामी चाहिँ जानुपर्ने अहिले हाम्रो जुन गुफा पोखरी छ, गुफा पोखरी जाने बाटो चाहिँ यता माथितिर पर्छ। र आज हामी यात्रामा हामी ठ्याक्कै दुईजना छौँ है। हाम्रो उहाँ चाहिँ एकदम प्रसिद्ध मान्छे हो है, तपाईँलाई चिन्नुहुन्छ। उहाँ चाहिँ ठकुरी वीरेन्द्र साई ठकुरी। उहाँ चाहिँ एकदम कडा मान्छे हो। ल, तातो खाना आइसकेको छ। अब हामी चाहिँ यो खाएर आरआर गार्डन पसलहरू पनि रहेछ। यहाँ टिकट काट्नुपर्ने हुन्छ। कति रहेछ टिकट प्राइस? टिकट आरएस एकजनाको 20 रुपियाँ। कोशी प्रदेश पर्यटन वर्ष 2082 को चाहिँ औपचारिक उद्घाटन कार्यक्रम यही भएको थियो। यहाँ बालबालिकाहरूलाई खेल्ने ठाउँहरू पनि रहेछ। यहाँ बिचमा एउटा राम्रो पोखरी पनि छ, निकै राम्रो पोखरी छ। यहाँ राम्रो गार्डन रहेछ। यहाँ चाहिँ यो आरआर गार्डनलाई चाहिँ एकदमै सजाएर चिटिक्क पारिएको छ। अब यो औपचारिक कार्यक्रम पनि यही गरिएको थियो, त्यो कारणले यहाँ प्यारापिटहरू पनि बनाइएको रहेछ। र यहाँ चाहिँ हरेक ढुङ्गाहरूमा चाहिँ ढुङ्गामा केही न केहीको आकृति कोरिएको छ। गोहीको चाहिँ आकृति बनाइएको रहेछ यो ढुङ्गामा। त्यहाँ पारी पनि अर्को छ आकृति, त्यो चाहिँ के हो? अब तपाईँले नाम सुनिसक्नुभयो आरआर गार्डन है। अब यो आरआर गार्डनको फुल फर्म के होला त भन्दाखेरि आरआरको मतलब चाहिँ के हुँदो रहेछ त भन्दाखेरि चाहिँ रक एन्ड रोडोडेन्ड्रन होइन, चट्टान र लाली गुराँस भन्ने चाहिँ हुँदो रहेछ क्या आरआर गार्डनको। त्यही लाली गुराँस र चट्टानकै चाहिँ हामी यहाँ चाहिँ सम्मिश्रण देख्न सक्छौँ। अब गुराँस फुलेर यत्तिकै पनि प्रकृति राम्रो भइरहेको छ, त्यसमा पनि यो जुन यो चौर छ आरआर गार्डन, यो गार्डनमा रहेका चाहिँ यस्ता रकहरू, यी ढुङ्गाहरूले यहाँको चाहिँ आकर्षणलाई चाहिँ अझ सुनमा सुगन्ध थपेका छन्। जति जति एल्टिट्युड हामी पार गर्दैछौँ त्यति चिसो हुँदैछ। अहिले चाहिँ हामी एक्सट्रिम लेभलमा चिसोमा पुगिसकेका छौँ। र हामी कहाँ छौँ भन्दाखेरि अहिले चाहिँ यो ठ्याक्कै यो घुर्बिसे भन्ने ठाउँमा छौँ है। यो घुर्बिसे पाथिबारा मन्दिर, यो तिनजुरेको पाथिबारा मन्दिर चाहिँ यही माथि छ। यसपछि हामी यताको बाटो जानेछौँ।
यहाँबाट गुफा पोखरी पुग्न कति टाइम लाग्छ लगभग? कति? 2 घन्टा। यो ठाउँको नाम के हो? 5 पोखरी। घरबाट स्ट्रक्चर नै कस्तो राम्रो हुन्छ नि। यस्तो घरहरू स्ट्रक्चर तपाईँले देख्नुभयो, यस्तो घरहरू देख्नु भएको छ। हेर्नुहोस् यो घर 5 को पुरै। अनि यो दाउराको फलियाहरू है, हाम्रोतिर पनि यसरी नै राख्छ दाउरा चाहिँ। हामी चाहिँ अहिले 2675 को हाइटमा रहेको फेदी भन्ने ठाउँमा आइपुग्यौँ होइन। पुरै ज्यानै यस्तो छ क्या। अब बसलाई हामी उछिनेर अगाडि जान थालिसक्यो होइन। अब यो बसपछि दौडेर पनि पार लाग्दैन, किनभने अब यस्तो छ कन्डिसन। फर्किहाल्छु अब यस्तो छ होइन गाइस। अब ट्र्याक्टर मरेछ। यहाँ एउटा यस्तो कन्डिसनको बाटो छ कि होइन, यहाँ पुरै यस्तो हिलो हिलो छ। अब यहाँसम्म पनि छैन। अब हामीले यहाँबाट हाल्छौँ। ओके, अब यसरी जानुपर्ने हुन्छ। फेरि एकजना झर्नै पर्ने हुन्छ, नझरेर सम्म पनि छैन क्या। यहाँ यसरी अब यहाँ यो क्रस भइसकेपछि अनि बल्ल चाहिँ म चढ्छु। यहाँ बाटो यस्तो छ कन्डिसन, गाडीलाई पनि मुस्किल छ। अब बाइकलाई पनि अब सम्भवतः जान्छ। अब कसरी हुन्छ यसलाई। यस्तो बाटो देख्दा त सरकारलाई मुख छोड्न मन लाग्छ। के भन्न मन लाग्छ? अब पदले दिँदैन, त्यही भएर बोल्दैन। पदले दिँदैन ल भइरहेछ। कहाँ आइपुग्यो हामी होइन। बाइकमा यस्तो छ हालत, बाइकको हालत। यता जुत्ताको हालत यस्तो छ। मान्छे यता छ। फाइनल्ली हामी चाहिँ अहिले 2 बजे गुफा पोखरी आइसकेका छौँ। यहाँ भित्र छिर्नलाई ताला लागेको रहेछ। सम्भवतः मैले अरू भिडियोमा हेरेको आधारमा भन्नुपर्दाखेरि चाहिँ यहाँ होटलमा चाहिँ कुन चाहिँ होटलमा हो चाबी पाइन्छ अरे, त्यहाँबाट चाबी लिएर हामी भित्र छिर्नेछौँ है त। अहिले चाहिँ हामी यो गुफा पोखरी भित्र चाहिँ प्रवेश गर्दैछौँ। ताला लागेको थियो अघि, हामीले चाहिँ उता होटेलमा गएर चाबी लिएर चाबी खोलिसकेका छौँ ताला। यस जग्गालाई चाहिँ हामी फेरि लगाइदिन्छौँ। र यस्तो रहेछ है गुफा पोखरी चाहिँ। पोखरीको भ्यू चाहिँ तर अहिले मौसम खुलेको छैन। बिहानसम्म मौसम खुल्यो भने चाहिँ राम्रो हुन्छ होला। दामी डेस्टिनेसन भनेको इन्ठाम डाँडा हो, उठ्यो त्यहाँ पनि पुग्नेछ हामी। अनि तपाईँले यहाँको मौसम परिवर्तन कति छिटो हुन्छ होइन, यहाँको वातावरण चाहिँ कस्तो खालको रहेछ, किन यहाँ घुम्न आउने, कस्तो विविधतासँग चाहिँ हामी परिचित हुन यहाँ घुम्न आउने भन्ने खालको कुराहरू चाहिँ तपाईँले यो भिडियोबाट बुझ्न सकिन्छ है। एकैछिनमा चाहिँ आकाश खुल्ने, एकैछिनमा चाहिँ फेरि हुस्सु लाग्ने, एकैछिनमा चिसो हुने, एकैछिनमा चाहिँ घाम लाग्ने, एकदमै यो जुन त्यो त्यहाँ तपाईँले देखिराख्नु भएको रुख त्यो चाहिँ लाली गुराँसको रुख हो, अलिअलि फुलिरहेको
त्योभन्दा पछाडि चाहिँ बिहान मौसम खुलेको बेला पऱ्यो भने चाहिँ एकदमै राम्रो उता पारीको हिमालहरू पनि देखिन्छ। अब बिहान फेरि हामी त्यो हिमालको चाहिँ भ्यू हन्टिङ गर्न फेरि आउनेछ होइन सर? हामी दिनभरि पनि यही छौँ हामी, किन भन्दाखेरि हाम्रो दर्शक श्रोताहरूलाई पनि हामीले देखाउनु पर्ने हुन्छ। पहिला हामीले हेर्नुपर्छ होइन, अनि देखाउनु पनि पर्छ। तपाईँहरू हामी चाहिँ यहाँ एकदम बाटो अप्ठ्यारो बाटो झेल्नु दुःख झेल्दै आयो, तपाईँहरू चाहिँ निश्चिन्त हेर्नु ल। यो होटलमा बसेको छु है, होटल एक्ट एन्ड लज। हामी चाहिँ एकदम ट्रेडिसनल टाइपकोमा चाहिँ बसिरहेको छौँ। सुरुमै तपाईँले यहाँको स्पेसल तोङबा देख्न सक्नुहुन्छ। यहाँ त्यसरी बस्ने सो गाइज तपाईँले हेरिसक्नुभयो होइन। आज हामी डे 1मा चाहिँ हामी धनकुटाको सिधुवा बजारबाट चाहिँ अब यहाँ गुफा पोखरी पुग्ने बेलासम्म के गऱ्यौँ, कता कता घुम्यौँ होइन। सकेसम्म हामीले चाहिँ राम्रै इन्फर्मेसन दिन खोजेका छौँ तपाईँहरूलाई होइन। कुन बाटो हुँदै आउने, के कसरी आउने भन्ने कुरा चाहिँ इन्फर्मेसन चाहिँ राम्रै दिएको जस्तो लाग्यो। त्यस्तै सल्लाह सुझाव दिन नबिर्सिनु होला। र आजको भ्लग चाहिँ हामी रात परिसक्यो। आज चाहिँ योभन्दा बढी नलम्ब्याउँ होला भ्लग होइन, लामो बनाउनु पनि ठिक हुँदैन। त्यही भएर चाहिँ यो भ्लगलाई एन्ड गर्छौँ। डे 1 यति नै भयो। र सम्भव भोलि आकाश खुल्यो अनि त्यसपछि राम्रो यो पोखरीको चाहिँ राम्रो भ्यूहरू निस्कियो भने चाहिँ हामी फेरि पार्ट 2 ल्याउनेछौँ। र दिस इज द इन्ड अफ पार्ट 1 गाइज। सब्सक्राइब गर्न नभुल्नु होला है। केही जिज्ञासा छ भने चाहिँ कमेन्टमा छोड्नु होला, हामी चाहिँ त्यसको चाहिँ उत्तर दिनेछौँ है त। बाई।